माथि घरमा आइपुगेँ अनि यहाँ मसँग छ मेरो बहिनी रोज अनि यहाँ छ ठुलो मम्मी रोज यहाँ छ हो। अब जानु आँटेको यहाँ बिहान बिहानै यस्तो राम्रो देख्छ, हाँस्नु पनि छैन, पत्ता नै किन रिसाएको। अहिले चाहिँ यहाँ हामी गाडीमा चढेर पनि सानो बुहारीको वेट गरिरहेको छु अनि जाडो भएर यहाँ चाहिँ पार्किङ गर्नु दिँदैन रहेछन् अनि माइजूहरू चाहिँ गाडी घुमाउँदैछ। ठुलो मम्मीलाई चाहिँ टेन्सन भएको हेर्नु नि, यहाँ गाडी घुमाउन सकेन भनेर। हेर्नु गाइजहरू यहाँनिर छाता ओढेर त्यसरी हिँड्नुपर्छ। त्यो अरू आमाहरू यस्तो पानी परिरहेको छ, टाढो पनि रहेछ। अनि यहाँ दुईजना मेरो बहिनी अनि बुहारी छ, अघि लागिरहेको हो। पानी पनि यस्तो परिरहेछ, यस्तो रहेछ हिँड्ने बाटो। यो चाहिँ हेर्नु रोचको एन्ट्री गेट हो अनि यताबाट जानुपर्ने रहेछ हो। आज चाहिँ कस्तो पानी आइरहेको थियो, धेरै उयो रहेछ पानी भएर यस्तो हेर्नुहोस्। अहिले त यो नयाँ बनाएको रहेछ, धेरै दामी भइसक्यो। अनि यहाँतिर यस्तो बनाएको रहेछ। ए देख्नुभयो, हेर्नुहोस् यहाँनिर यस्तो छ, यता त यस्तो छ। पानी परेर पुरा जाडो, जस राम्ररी तपाईँलाई मैले देखाउनै सकिनँ। हेर्नु सक्नुहुन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ। खरसाङदेखि चाहिँ धेरै माथि छ हो। पुरा पानी परिरहेको छ यहाँ, हेर्नु न भिजेर हालत यस्तो भइरहेको छ। अनि यहाँनिर मेरो माइजूहरू आमाहरू हुनुहुन्छ हो, सबै भिजेर यहाँ पानी कहिले रोकिन्छ भनेर वेट गरिरहेको छ। अनि यहाँ चाहिँ तपाईँहरूको छ होली वाटर होइन, यहाँ चाहिँ यस्तो छ। यो चाहिँ होली वाटर हो, हेर्नुहोस् दामी छ। अनि आमाहरू चाहिँ पानी परेर यसरी बसिरहेको छ। जग्गा त दामी छ, पानी नपरेको भए त राम्रै थियो, तर पुरा पानी पर्यो होइन। यहाँ यस्तो छ, अब चाहिँ एकछिन ओत लाग्नुपर्छ। सबैजनाले प्रेयर गर्यो, अहिले त पानी पनि रह्यो हो, घाम पनि लाग्यो। अब चाहिँ फर्किने हो। एकछिन त पानीले कस्तो डरलाग्दो भिजायो।